यो चाहिँ हाम्रो XSR 155 बाइक हो 155 सीसी। एक दुईजना मान्छेलाई नि सोधिदिउँ है कस्तो छ बाइक भनेर। लुक्स चाहिँ कस्तो लाग्यो तपाईँलाई? लुक्स चाहिँ कस्तो लाग्यो? लुक्स नमस्ते अनि सेवार सबैजनालाई फेरि पनि वेलकम ब्याक टु नम्सु ब्लग। न्यू डे न्यू ब्लग। सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा होइन। अनि आज चाहिँ अलिक हतार छ है केटा हो। म इन्ट्रो थोरै बनाइदिइहालेँ। अनि के भन्छ आज चाहिँ हामी जान लागिरहेको छौँ XSRको इभेन्टमा। त्यहाँ चाहिँ अलिकति टेस्ट ड्राइभहरू पनि हान्नुलाई होइन। को जान्छ अब बाटोमै म भन्छु अलिकति हतार छ। 5 बजीसम्म मात्र इभेन्ट र 4 बजिसक्यो यतै। त्यही हो एकैछिनमा बाटोमै भेटौँला है त ल। हामी लाग्यो। मैले चाहिँ दिपेश भाइ बोकेर हिँडिरहेको छु है उता। अब हामी यताबाट जाने भनेको जादु, प्रज्वल भाइ, सुमन दाई, दिपेश अनि अविरल भाइ उता नयाँ बानेश्वरबाट आउँछ। अलिक हतार भयो यार। अगाडि चाहिँ 6 साढे 6 बजीसम्म इभेन्ट छ भनेको थियो। तर अहिले फेरि चेन्ज भएछ क्या। 5 बजीसम्म मात्रै अहिले। अनि अहिले बजिसकेको छ 4:30। केटाहरू भेलासेला हुँदाखेरि नत्र बाहिरतिर गइदिने हो खाजासाजा खान। यतिकै भ्लग कन्टेन्ट SSR अब लन्च हुने बेला चलाउँला। भ्याएन भने यदि केही गरी भ्याएन भने म त नुहाइधुवाइ गरेर बसेको। पछि ग्रुपमा कल गरेर अब 5 बजी हो भन्छ। त्यो नेपालमा यामाहाको नयाँ बाइक लन्च हुनेवालामा छ होइन। XSR भन्ने क्लासिक मोडलमा इन्जिन चाहिँ सेम हो। R15 V3 V4 MTहरूको सबैको इन्जिन चाहिँ सेम नै छ। त्यसमा पनि सेमै छ 155 सीसीकै हो होइन। त्यो पनि XSR चाहिँ त्यही हो नेपालमा लन्च हुनेवालामा छ। अहिले चाहिँ के रिभिल गरेको छैन, प्राइसहरू के रिभिल गरेको छैन। चाँडै हुन्छ लन्च पनि। अब टकटुक झारिसक्यो होइन बाइकहरू। जे होस् मान्छेले पर्खाइ चाहिँ गरिरहेछ यार। वेट चाहिँ गरिरहेको थियो क्या यो बाइकको लागि XSR। लुक चाहिँ बबाल छ यार। तपाईँहरूले गुगलतिर टक्क हेर्न सक्नुहुन्छ। अहिले एकछिनमा म पनि देखाइदिन्छु त्यो त। लुक चाहिँ बबालै लाग्यो मलाई। पछाडि ब्याकलाइटदेखि लिएर है त्यो टेस्ट इट होइन। आज टेस्ट हानिदिउँ XSR। ओहो हानिदिउँ न के छ र। आफ्नै त हो नि। यामाहा भनेकै आफ्नै हो। त्यो सबैजना टक्क है MT-हरूलाई टक्क फलो गर्नु होला। यस्तो दामी इभेन्टहरू टक्क अटेन्ड गर्न चाहनुहुन्छ भने होइन। अब ओताको जात्रा नि हुनेवालामा छ चाँडै। ओताको जात्रामा नि एक्सक्लुजिभ टिकट आउँछ हाम्रो MT-हरूको लागि है। ओहो अनि हो यस्तै जोइन गर्नको लागि चाहिँ MT-हरूलाई फलो गर्नु होला, DM गर्नु होला। हामी चाहिँ चक्रापत आइसक्यौँ केटाहरू उता। केटाहरू यहाँ पेट्रोल पम्पमा खाएर यहाँ भेटिदिनु पर्छ केटाहरूलाई। हात उता देऊ है, राइट साइडमा हात देऊ। ल केटाहरू यहाँ रहेछ। ल केटा हो ढिलो भयो। How are you? के छ? हेलो गाइज। कताबाट जाने हामी? यताबाट जाउँ अबिरल उता पुगिसक्यो होला। ल केटाहरू यहाँ आयो। अब निस्क्यौँ। अब चाहिँ गन्तव्य एटिक रेस्टुरेन्ट भन्ने ठाउँ हो। पछाडि बसिदिनु पऱ्यो केटाहरू गइहाल्छ नि। बाइक टिलिक्क पारेर आएछ त। बाइक टिलिक्क पारेर आएछ। यो लिभर कहिले फेर्या थियो? ओए जाउँ बाटो थाहा छ तपाईँलाई? त्यहाँ रेस्टुरेन्टको त्यही त जाउँ न। चिन्टुले कल गरिरहेको थियो। कसले?
अनि हाम्रो इन्फर्मेसन यतिखेर आइन्छ अँ अनि ढिला भयो ओइ ओ जल्लु के गरे बेसी भयो होला खै हिँड 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 म चाहिँ अलवेज लास्टमा बस्छु क्या किनभने चाहिँ होइन केटाहरूको टक्क लगाएर क्लिपहरू खिच्न मिल्छ क्या पछाडि बसेर क्लिपहरू खिच्दा आनन्द मजाको आउँछ नि त केटाहरूको अब हामी चाहिँ यहाँबाट 5जना जाँदैछौँ 4वटा बाइक अविरल भाइ उताबाट आउँदैछ टोटल 6वटा स्लट दिएको थियो हामीलाई के कुदाएको हो केटाहरूले केटाहरू पागल चलायो क्या बिस्तारै बिस्तारै केटा हो भने त कहाँ सुन्छ र यिनीहरूले बिस्तारै 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 किन जोसमा बिस्तारै बिस्तारै के साह्रो जोसमा आएको केटाहरू त तिमीलाई हेरेन ओर्ला ओर्ला ल आइपुग्यौँ आइपुग्यौँ चिन्टु हाम्रो सर अविरल आइपुगेन अविरल यहाँ आइपुग्यौँ टक्क लगाएर एक्टिभ क्याफे रेस्टुरेन्ट एक्सर्साइज यो भइहाल्यो टक्क लगाएर बबाल पारामा गर्नुपर्ने हुन्छ टेस्ट ड्राइभ पनि हानिदिनु पर्ने हुन्छ को कल गर त भाइ अविरललाई लुक मलाई त लुक चाहिँ बबाल लाग्यो हो भने यार रेड कलरमा बबाल रहेछ त हो त्यो लुक चाहिँ बबाले छ क्या यत्तिकै लुक्स हेर्दाखेरि नै क्लासिकल बाइक हो नि त यो अरू हाम्रो नि पछाडिको यो ब्याकलाइट छैन यो नै बबाल लाग्यो क्या मलाई पछाडिको हेलो प्रसन्न भाइ कालो आयो अब हेलमेट सेलमेट खोलिदिनु पऱ्यो है एकैछिन ल एकैछिनमा भेटौँला यही हो बाइक चाहिँ बवाल छ लुक्सहरू चाहिँ
ल यहाँ आइसक्यौँ हामी इभेन्टमा होइन एटिकवाला केटाहरू यहाँ बाइक हेर्दैछ म यहाँ फर्मसम भर्छौँ एकैछिन अनि केटाहरू यता छ त्यही हो हाम्रो चलपल चाहिँ यस्तै हो होइन जहाँ पनि चलपल चाहिँ देखाउनै परिहाल्यो एमटी हुडको त्यही छ बाइक चाहिँ बबाले रहेछ यार अहिले एकचोटि रिभ्यू लिनुपर्ने हुन्छ हेर्नु कस्तो के छ इन्जिनहरू चाहिँ सबै एमटी 15 R15हरूकै सेम इन्जिन हो होइन 155cc नै हो बबाले देख्छ यहाँ फर्म भरिदिनु पर्ने चाहिँ कस्तो फर्म हो फर्म भरिदिउँ न त फर्म भऱ्यो होइन टक्क लगाएर मलाई फोन दिइराखेर त म सिमुलेटी खान्छु अब यहाँ बाइक टेस्ट ड्राइभ पनि हान्थ्यौँ है सुन्तलीमा आउँछु म त फर्केर मार्यो नि मार्यो सुन्तलीमा आउँछु म त फर्केर अब यहाँ एक दुईवटा बाइकको बारेमा एक दुई शब्द भनिदिनुहुन्छ होइन यो चाहिँ हाम्रो XSR 155 बाइक हो 155cc लिक्विड कुल इन्जिन ड्युल च्यानल एबिएस E20 फ्युल कम्प्याटेबल इन्जिन हो हाम्रो यो XSR नयाँ लन्च आज प्रडक्ट लिनिङ प्रोग्राम भइरहेछ त्यसले गर्दा हजुरहरूलाई बोलाएको कस्तो लाग्यो तपाईँहरूलाई बाइक यो बरु बाइकको लुक्स अनुसार त मलाई बबाले लागिरहेको हो ए हजुर अब यसमा अरू चेन्जेसहरू त केही छैन होला MT 15हरू इन्जिन त सेम होइन र इन्जिन सेम MT-कै इन्जिन हो पावर पनि 18.4 PS पावर छ यसको इन्जिन MT-कै इन्जिन हो लिक्विड कुल इन्जिन सेम इन्जिन हो यो रेट्रोवाला बाइक हो सर यसको जम्मा सिट हाइट 810 mm छ यसको ग्राउन्ड क्लियरेन्स चाहिँ 170 mm छ अलिक MT-को भन्दा अलिकति हो रहेछ हजुर हो लन्च भएको छैन आज भर्खर प्रोडक्ट लिनिङ प्रोग्राम हुँदैछ त्यो लन्चकै यो चाँडै नै गर्ने प्रोग्राम छ सायद यो यही अगस्तभित्रमै लन्च हुन्छ होला सायद अहिले त प्राइसहरू त खुलाउने प्राइस रिभिल भएको छैन सर अहिले प्राइस रिभिल भएको छैन यो अब कम्पनीले सायद चाँडै रिभिल गर्ला यसको प्राइस अहिले त हाम्रो यहाँ क्लोजिङै हुन लागिसकेको छ अब यो बाइकहरू चाहिँ लगेर नक्सल सोरुममा छोडिदिनु पर्ने अरे अब टेस्ट राइड त्यतिखेरै हुन्छ ठ्याक्क अब नक्सल यहाँबाट त उतै त हो सँगसँगै जान्छ तिमीहरूले नक्सलले बाइक छोडेर फेरि गाडी यता छोडिदिन्छ क्या बुझ्यो नि त्यही नै टेस्ट भने बाइक बोकेर हिँड ल यो बाइक चाहिँ टक्क लगेर गइदिउँ होइन ह्याप्प ठाउँ आइपुगेन नि यता आउनु भित्र छिर्ने हुन्छ हामी चाहिँ अब नक्सल सोरुम जान्छौँ टक्क लगाएर होइन म लास्टमा बस्छु सबैको आउनु परेन ल ल जाउँ है त टेस्ट राइड ओ कस्तो स्मुथ छ त यार केटाहरू चाहिँ अगाडि गइहाल्छ क्या लाइनअपमा जाउँ न लाइनअपमा भनेको अहिले यो ब्रेक प्याडहरू चाहिँ अलिक राम्रोसँग काम गरेर रहेनछ ठिक छ यार बबाल छ यार लुक्स हेर न सेम आवाज पनि सेम रहेछ यार ए सेम छ केटाहरूलाई बबाल देखिरहेछ जस ठिक छ यार पावर त मिठो छ यार
प्रजालाई पछाडि यो पछाडिको भ्यू चाहिँ उयो मोटो मोटो अलिक होचो होचोलाई चाहिँ सुहाउँछ क्या लम्बुलाई धेरै त्यस्तो खासै सुहाउँदैन यो क्लासिकल बाइक किन होचो बाइकहरू होइन ठिक छ यार तर मिठो छ मिठो पावर पनि केटाहरूको ग्रुप त नि त रेडमा बवाल रहेछ रेडमा मन पर्यो मलाई चाहिँ कलर केटाहरूले चाहिँ ब्ल्याकमा राम्रो लाग्यो रे ओइ जे होस् ठिक छ यार अब प्राइस हेरौँ प्राइसको रेन्जमा कतिको के छ हेरौँ है तर ठिक छ हामी ओइ प्रजल कतिको के लाग्यो कतिको लाग्यो अहिले चाहिँ है पछाडिको लाइट चाहिँ अगाले रहेछ क्या XSR ओहो लन्चै नभएको बाइक चलाएर हिँडिरहेको छु हाम्रो कालुवा कहाँ गयो अलिकति जेन्युन भनिन्छ है त केटा हो अलिकति यो के भन्छ कम्फर्टेबल अलिक अझै मजाको कम्फर्टेबल चाहिँ फिल भएको छैन है मलाई चाहिँ किन हो होइन मलाई मात्र हो कि अरूलाई नै भएको छ होइन त्यो फिल चाहिँ अलिकति यो सिटले गरेर हो कि होइन सिटले गरेर हो कि केले गरेर हो अलिकति अनकम्फी चाहिँ भइरह नभए लुक्स अनुसार यो त सबै बबाले हो यार खुट्टाको पोस्चरहरू चाहिँ राख्ने मजाकै रहेछ है हामी लम्बुलाई नै ठिक्क हुने होचोलाई नै ठुक्क हुने क्या ए यस्तो प्याकमा त रकी भाइ फिल भइरहेको त एक दुईजना मान्छेलाई पनि सोधिदिउँ है कस्तो छ बाइक भनेर यो केटाहरू धेरै भयो अब पुऱ्याइदिनु पर्थ्यो धेरै घुमेकै यिनीहरू यार म चाहिँ लास्टमा छु क्या कस्तो औडेहरू छ होइन यिनीहरू कहीँ छुट्यो भने म त हराउँछु त यहाँबाट फेरि राउन्ड हानिरहेछ यार पम्पै छैन ब्रेकमा अनि ब्रेकै लागेको छैन ठिक छ यार पिकअप सिकअप सबै ठिक छ यार जस्ट पर्फर्मेन्स वाइज 150cc इन्जिन फरक नभएर होला पावरमा चाहिँ त्यस्तो खासै डिफ्रेन्स चाहिँ देखिनँ होइन यो पावर यो इन्जिनहरू त तपाईँको सबै MT-15 R15 हो इन्जिन त होइन पावर राम्रो छ इनिसियलहरू राम्रो छ त्यही हो सिटी एरियामा चाहिँ ठिक्क छ लुक्स चाहिँ कस्तो लाग्यो तपाईँलाई लुक्स चाहिँ कस्तो लाग्यो लुक्स अहिले लन्च त भएको छैन त्यही ह्यान्डल पनि सेमै जस्तो छ यो डल्लो चाहिँ सेम भइहाल्यो यसमा यो फरक रहेछ किल स्विचहरू अनि यो सिलिन्डर यता भइहाल्यो होइन ओभरअल लुक्सहरू चाहिँ बबाले छ मलाई लुक्स चाहिँ बबा लाग्यो पावरमा त्यही भने केही फरक लागेन मलाई एमटी र यसमा पावरहरू होइन अलिकति हेभी चाहिँ हेभी नै होला त्यही भएर ग्राउन्ड क्लियरेन्स पनि कमै छ यसको बबाले छ ओभरअल बबाले छ यसको कलर भेरिएन्ट चाहिँ अहिले तिनवटामा आएको रहेछ रेड ब्ल्याक अनि सिल्भर टक्क तिनवटा भेरिएन्टमा छ कलर अहिले चाहिँ अप्सन अब त्यही त अघि दाइले नि भनिहाल्नु भयो अहिले लन्च चाहिँ भएको छैन लन्च चाँडै हुन्छ अब त्यस्तै हेभी पनि छैन यार
यो चाबी कसले ह्यान्डओभर गर्ने हो यो चाबी यहीँ छोडिदिऊ प्रशान्त दाई आइसक्नु भयो प्रशान्त दाई आउनु भएको छैन उता खाजा आइसकेर कस्तो घुमाइदिएको केटाहरूलाई म यस्तो गाली गर्छु अहिले यो चारजनालाई ए हेलो प्रशान्त दाई ओभरअल कस्तो लाग्यो त बाइक त्यो उसमा के भन्छ ब्रेकमा चाहिँ हल्का उ लागिरहेछ डाउट लागिरहेछ अगाडि हामी फेरि यता ब्याक टु क्याफे आइसक्यो केटाहरू त यहाँ खाना पनि थालिसकेको छ यार एक एकले खानेकुराहरू मगाइन खाइदिउँ यहाँ त्यो को हो क्यापेचिनो खाएर यो खाली ग्लास राख्ने को हो यो यहाँ इन्टरभ्यू दिनेवाला इन्टरभ्यू दिएर बसेको रे कस्तो चाहिँ हान्दैछ त यहाँ मान्छेले म त अघि लन्च गरेर बसेको मेरो फोन कहाँ राखेँ यार मेरो फोन कहाँ राखेर हो थ्याङ्क यू मेरो भाइ चिकन चिल्ली एउटा भन्नु है ल्याम ल्याम है केटा हो ल्याम ल्याम कस्तो ल्याम ल्याम कसरी यसरी छोडा न सुन दाइ सबै के भन्नु सबै यसै हो सुनिला भन्नु ल खाएर भेटु ल बाई बाई चढा ल एमटी यहाँ मिटिङ हुँदैछ हाम्रो होइन एनिभर्सरीको लागि एनिभर्सरी चाहिँ हाम्रो 30 श्रावणमा हुनेवालामा छ होइन 30 श्रावण अनि त्यही हो फर्स्ट हाम्रो एमटीहुडको फर्स्ट एनिभर्सरी हुनेवालामा छ होइन त्यही हो सबैजना एमटीहुड राइडर्स एमटीहुड फ्यामिली एमटीहुड मेम्बर्स सबैजना आइदिनु होला भन्ने होइन आइदिनु हुन अनुरोध गर्दछु म त्यो आइदिनु होला भ्लग हेरेर पनि आइदिनु हुनेहरूलाई 50% अफ छ होइन हाम्रो मेम्बरसिप फीहरू पनि लिनेवालामा छौँ हामी त्यो हामी सबै यता प्लानिङहरू गर्दैछौँ मिटिङहरू गर्दैछौँ त्यही अनुसार हुन्छ है त हामी ल केटाहरू चाहिँ यहाँ अब भिडियो सुट एनिभर्सरीको लागि भिडियो सुट हुँदैछ होइन टक्क लगाएर यता पछाडि भ्यू चाहिँ यस्तो भवाले छ भिडियो सुट हुन्छ सक्दैन नि कसैको बाइकलाई भिडियो सुट हुन्छ अनि चाहिँ केटाहरू चाहिँ यस्तै छ कुकुर बिरालो छ होइन यो बिरालो भयो उ त्यो कुकुर भयो यो हात्ती भयो हाम्रो क्यामेराम्यान हो उहाँ चाहिँ होइन अब हामीले चाहिँ यहाँ सुट हान्दैछौँ सुट हान्दैछौँ हाम्रो एनिभर्सरी राइडको लागि सो सबजना आइदिनु होला एनिभर्सरी राइडमा सबजनालाई वेलकम छ एमटी जोसँग एमटी छ सबैजना आइदिनु होला चट्ट पारामा त्यही केटा हो ल पछि भेटौँ न ल हामी चाहिँ उता इभेन्ट सकाएर अहिले बालाजुतिर जाँदैछौँ केटाहरूले अर्कै प्लान बनायो ठाउँको ठाउँ त्यही भएर जाँदैछौँ चिन्टु चाहिँ उता घर फर्क्यो किनभने उसको घरमा चाहिँ अलिकति आज काम छ काम भएर चाहिँ ऊ अलिक चाँडै निस्क्यो अनि म दिपेश भाइ अनि त्यसपछि प्रज्वल अनि जादु भाइ चाहिँ हामी चाहिँ जाँदैछौँ उता यता रोड त जाने नि ल रोशन भाइ राम्ररी ल ल ए फक अफ हो ल राम्ररी जाऊ ल केटाहरू यहाँबाट छुट्यो ल अब दिपेशलाई नि घर छोड्यो अब एक्लै घर फर्किँदैछु गिफ्ट ह्याम्पर लिएर थ्याङ्क यू यामा थ्याङ्क यू सुनिल भाइ फर दिस अपर्च्युनिटी है त्यही अब घर जान्छु अब फ्रेसेस भएर सुत्छु थाकेको छु त्यही सी इन नेक्स्ट ब्लग है हेरिदिनु होला रमाइलो भएको छ ब्लगहरू त्यो हेरिदिनु होला नेक्स्ट ब्लगमा भेटौँ ल है त ल बाई बाई